झिल्के काका र झल्लुराम गाउँ नै छोडेर हिँडेछ। छोरा बुहारले पनि भेला गरेको भन्ने कुरो सुनेको थियो कता कता गाउँतिर। धेरै दिन भयो नभेटेको पनि। कतै यतातिर झाडीतिर ओडारतिर कतै लुकेर बस्नु भएको छ कि झिल्के काका र झल्लुराम। बिचरा छोराहरू बुहारी पनि कस्तो बुढेसकाल लागेको मान्छेलाई पनि भेला गर्ने। कतै यतातिर त लुकेर बसिन, खोज्दै हिँड्नु पर्यो। पक्कै यता हुनुपर्छ, यतातिर पनि त होला नि। यतै देखिया छ भन्थ्यो गाउँले साथीहरूले, देखिया भन्थ्यो हिजो अस्ति। त्यतै कहाँ बस्नु भएको छ कि झिल्के काका। ए झिल्के काका, ए झल्लुराम, झिल्के काका, ए झिल्के काका, झल्लुराम कता होला त? बाटो पनि यस्तो झाडी झाडी छ, कता होला त अब? ओहो, यतातिर जताततै खोज्यो कहीँ भेटेन। अब यतातिर लाग्नु पर्यो। यतातिर कोही भेट्छ कि कसैले देखाएको छ कि सोध्नु पर्यो। अब यता लाग्नु पर्यो, भएन अब यता कहीँ भेटेन। अब झिल्के काका र झल्लुरामलाई खोज्दा पाएन कि खाली गाउँतिर खोज्नु लाग्नु पर्यो। अहिले त पक्कै पनि भेट्ला नि। गर्मी क्या बिना बढेको आमा। है यता नयाँ मान्छे नौलो मान्छे दुईजना देख्नुभयो। झिल्के काका र झल्लुराम काका यता गाउँतिर आउनु भएको छ अरे भन्ने कुरो सुनेको थियो। कतै देख्नु भएको छ हजुरले? दुईजना मान्छे चाहिँ मैले माथि देखा हो हजुर। अब न त्यहाँतिर छन् कि हजुर हेर्नु न एकचोटि। उसो भए हजुर मलाई त्यो ठाउँसम्म पुऱ्याइदिनु न, त्यति सहयोग गरिदिनु हजुर मलाई। हस् म पुऱ्याइदिन्छु, जाउँ त। उसो भए जाउँ न हजुर, मेरो अटो यहीँ छ, हामी सँगै जाउँ है। त्यति सहयोग गरिदिनु हजुर। हस् म ल्याइदिन्छु। त्यतै हो हजुर, उहाँहरूलाई तपाईँले देख्नु भएको? मैले यहीँ बसेर देखाएको थियो एक डाँडामा। त्यतै हो हजुर। त्यसो भए यतै खोज्नु पर्यो। कता होला त? यहीँतिर हुन्थ्यो अस्ति न त। यो जङ्गलमा कतिन्जेल बस्नु। अब यसो चरौँ तल। हरि राम होइन झल्लु, छोरा बुहारीले पनि साह्रै हेला गरे, दुःख पनि पाइयो। होइन हो झिल्के, हामी धेरै दुःख पाएर त यो गाउँमा आयौँ। घरबाट निस्किए पनि 15-20 दिन भइसक्यो। अब यसो गाउँतिर गएर केही काम गर्नु पर्ला। अब बास पनि खोज्नु पर्यो। यसो गाउँतिर पसेर झल्लु अब उठौँ। हो जाउँ जाउँ, अब यहाँ बसेर हुँदैन, यसो बास खोज्नै पर्यो। बास खोज्नु पर्यो। ल गाउँ पनि ठ्याक्कै आइपुग्यो। ए हो रहेछ त। यसो बास त्यही बस्नु पर्ला आज।
चिनीको थाङ्राहरू पनि सबै लडेछ बर्खाभरिलाई खानुपर्ने तरकारी सजिन पनि सरेछ अलिअलि सजिन पनि अलिअलि फुल खेलेछ तरकारी खानुपर्ने नानी नानी हजुर धेरै टाढाबाट आएको यसो भोक पनि लागिरहेछ यसो बास बसौँ कि भनेर पाइएला कि भनेर आएको नानी बास पाइएला कि अब यो थाङ्राहरू यसो मिलाउँदै गर्नु दाउराहरू चिर्दै गर्नु अब खोइ त दाउरा तिर्नलाई बन्चरो सन्चरो पनि छैन ऊ त्यहाँतिर छ यसो हेरेर गर्दै गर्नु म चाहिँ खाना बनाउन जान्छु खाना बनाउँछु यसो यहाँतिर थाङ्राहरू यसो मिलाइदिनु अलिअलि दाउराहरू चिर्दै गर्नु अनि म गएर खानासाना बनाएर अनि खाना दिन्छु अब घरमा ठाउँ छैन ऊ यहाँ बस्नु होला बस्नको लागि चाहिँ ऊ यहाँ गोठामा बस्नु होला यहाँ गोठ छ घरमा त ठाउँ छैन अब ऊ यहाँ तपाईँहरूको लागि यहाँ छ ठाउँ ल दाउरा यहाँ राखौँ झलेर आज पेटभरि खानुपर्छ बास पनि पाउनु भोक हाम्रा चाहिँ यस्तो सेवा गराइदिनु पऱ्यो पऱ्यो हो केही न केही त गर्नै पऱ्यो नि काम त सिद्ध भयो अब सकियो हाम्रो काम अब बस्ने बात पकाइ मार्नु पऱ्यो अब यो त पुरा सबै मारौँ कति दिन भयो त्यो धेरै दिनको छुट्टी नपाएको आज हामीलाई छुट्टी भएको म आराम गर्न नपाएको आज मलाई आराम गर्नु भयो झिल्के उठाउँदै हात पनि खाइन्छ आज त मजा मिल्दा आउँछ नि अब मिल्ने आउँछ होला आज जस्तो लाग्छ होइन हो सहीको त तपाईँले यतातिर देख्नु भएको हो त मैले यतै देखाएँ हो ए यो त खोजौँ ल जाउँ त भेटिन्छ होला यतातिर त्यो गर्मीमा जलमा कतै सुतिरहेछ कि न हुन सक्छ आराम गरिरहेछ कि यी मान्छे हुँदैन त हो कि हो नि तपाईँ मान्छे हो यही मान्छे हो ए झिल्के दादा ए झल्लुराम ए झिल्के दादा के हो अवस्था तपाईँहरूको यो गाउँ छोडेर यस्तो हालत बनाएर बस्ने हो तपाईँहरू हेत्तेरिका हेर्नु त यो झिल्के कागर र झल्लुराम त्यस्तो राम्रो घर छोडेर त्यस्तो अवस्थामा बस्नु भइरहेको रहेछ काका झल्लुराम अब जाउँ हिँड्नुहोस् घरमा यत्रो जाने गाउँभरि खोजेँ तपाईँहरूले मैले अब धेरै दिन भएको थियो नभेटेको अब अझ नै भेट भइहाल्यो बल्ल बल्ल ल हिँड्नु अब घरतिर हजुरहरू जाउँ हिँड्नु हेर हामी साह्रै घरबाट साह्रै दुःख पाएर हिँडेको हामी जाँदैनौँ घर हामीलाई छोरा बुहारीले लखेटेर हामी साह्रै दुःख पाएर हिँडेको हामी जाँदैनौँ त्यो गाउँमा अब होइन त्यसो भनेर कहाँ हुन्छ म चाहिँ जाँदिनँ समय भाइ है अब तिमी चाहिँ राम्रोसित जाऊ हामी अब यसो यतैतिर ज्याला व्यवस्था केही
गरेर ज्यान पाल्छौँ। अब म छोरा बुहारी छन् भनेर घर जान्न भाइ। उसो भए म चाहिँ घर फर्किन्छु। हेर्नु काका, यो अवस्थाले यसरी चाहिँ नबस्नु होला। हाम्रो साइको दाई हुनुहुन्छ यतैको गाउँको, अब मैले नि भर्खरै आउँदा आउँदै चिनजान भएर राम्रो चाहिँ हुनुहुन्छ उहाँ पनि। उहाँकै बस्नु है, राम्रो व्यवस्था गरिदिनुहुन्छ उहाँले पक्कै पनि। यसरी चाहिँ नबस्नु होला है त, नत्र भए म जान्छु। होइन खमे भाइ, हामी त्यहाँ जाँदैनौँ है। साह्रै हाम्रो लागि धेरै परिश्रमको काम गऱ्यौ। धन्यवाद बाबु। मैले भने यो पाहाडभित्र चाहिँ हुनुहुन्थ्यो, अहिले फेरि यस्तै ठाउँमा आएर सुत्नु भएको थियो त उहाँहरू दुवैजना। म जान्छु। साइको दाई, काकाहरूलाई राम्रो व्यवस्था गरिदिनु होला। म चाहिँ लागेँ, टाढाको बाटो छ है हजुर है। तपाईँको जिम्मा अब हजुर। ल नमस्कार है हजुर, म लागेँ अब। नमस्कार। हम्मे भन्ने मान्छे धेरै राम्रो मान्छे रहेछ नि। असल मान्छे होइन झोली। यो खमे पाउने बाबुमा त धेरै भाग्यमानी रहेछन्। खमे जस्तो छोरा पो पाउनु पर्ने है। तिमी हाम्रो त अब के कस्ता छोरा जन्मेछन्। हो त, हाम्रो छोरा त किन पऱ्यो। अब खम्मे पनि गइहाल्यो, खम्मे मलाई जिम्मा लाग्छ। ल जाउँ मेरो घर जाउँ अब। ल